हाई यो ग्यास नभएको बेलामा चाहिँ मलाई के बनाउन रहर लागेको के यस्तो होइन यो आज चाहिँ मलाई रसभरी खान रहर लागेर खान मन लागेर बनाउन थाल्यो यो दुध उमालेर फटाकोवाला चाहिँ भिडियो बनाउनु बिर्सेछु मैले दुध उमाले यो चाहिँ 1 लिटर दुधको हो यो दुध उमालेर मैले एउटा कागज निचोरेर त्यसको रस हालेर फटाएर अनि एकछिन चिसो पानीले पखालेर एकछिन त्यो पानी तैरिन दिएर अनि ठ्याक्क यसलाई चाहिँ अहिलेको जसरी त्यो पामले हुन्छ नि ठ्याक्क यो पार्टले मुछ्ने मजाले अनि त्यो ठिक्क हातमा चाहिँ त्यो ओइल निस्केपछि चाहिँ अनि बनाउन थाल्ने अनि यसरी थालिसके पछाडि चाहिँ त्यसरी डल्ला बनाउने होइन अनि यो ग्यासको कुरामा चाहिँ नि पहिला हामीले कस्तो सहजै पाउने ग्यास अहिले चाहिँ कसरी हराउँछ कि त्यो पाइराखेको ठाउँमा पनि छैन मैले कति ठाउँ खोजिसकेँ होइन ग्यास तर नपाउने के मार्केटमै नभएको हो कि अनि पहिला सहजै सबैजनाले पाउने ग्यासको सिलिन्डर चाहिँ कहाँ लुकायो कि यिनीहरूले हाफ भए पनि हुन्थ्यो भनेको कति ठाउँ खोजिसकेँ मैले ग्यासै पाएन कि मलाई त कस्तो भइसक्यो अनि त्यही पनि रहर लागेको चाहिँ बनाउन चाहिँ नछोड्ने क्या फेरि अनि मैले यो बनाएँ यसमा कतिवटा रसभरी बनाएँ ल कमेन्ट गर्नुहोस् है त कसले मजाले हेर्नुभयो अनि यसरी सबै हालिसके पछाडि चाहिँ यसलाई 5 मिनट पनि अलिक पर्दैन होला अलिक सानो ग्यासमा मजाले छोपिदिने एकछिन अनि छोपेर टक्क निकाल्दाखेरि त ढेन कस्तो राम्रो हुन्छ होइन अनि यो चाहिँ मैले सेलाउन राखिदिएँ अनि खाएँ यस्तै छ।